न्युजिल्यान्डमा पढ्न जानको लागि लो जीपीए लो इङ्ग्लिस प्रोफिसिएन्सी टेस्ट पनि एक्सेप्ट हुन्छ अरे। अराउन्ड 45 or 50 को रेन्जमा पिटी आयो, 5.5 छ आइएल्समा, एकाडेमिक्स अलिकति लो छ त्यो पनि एक्सेप्ट हुन्छ। यो सबैलाई थाहा नै छ। न्युजिल्यान्ड एकदमै राम्रो कन्ट्री जहाँ गएर एकदमै राम्रो डिग्री आइदर त्यो अन्डरग्रेडको लागि होस् अर त्यो मास्टर्सको लागि होस् हामीले एकदमै राम्रो क्वालिफिकेसन लिन सक्छौँ। तर न्युजिल्यान्डमा मेजर अर्को के फाइदा छ त भन्दाखेरि त्यहाँ जान खर्च पनि एकदमै कम लाग्छ। कति लाग्छ त न्युजिल्यान्डमा जानको लागि खर्च, यसको बारेमा थोरै चर्चा गरौँ। न्युजिल्यान्डमा जब हामी एप्लिकेसन लिएर अगाडि बढ्छौँ त्यसपछि अब स्टेप्स वाइज प्रोसेसको बारेमा अगाडि कुरा गर्दा हामीले सबैभन्दा सुरुमा त अफरकै कुरा गरौँ। अफरमा कुनै पनि खर्च लाग्दैन न्युजिल्यान्डमा। इट्स अ फ्री एप्लिकेसन प्रोसेस। त्यो भएपछि हाम्रो खर्च त्यहाँ बच्यो। अब अगाडि जाँदा डकुमेन्टेसन पार्टमा ब्याङ्क लोनको लागि मोर्गेज गर्दाखेरि हामीलाई अनि भ्यालुएसन गर्दा भ्यालुएटरले लिने केही सर्टेन चार्जेसहरू त्यहाँ लाग्न सक्छ जुन मार्केट रेट अनुसार भेराइ गर्छ। त्यसपछि छ न्युजिल्यान्डमा मेडिकलको खर्च आउँछ जुन 2900 नेपाली रुपिजमा आउँछ। त्यसपछि न्युजिल्यान्डमा भिजा फीको खर्च आउँछ 850 न्युजिल्यान्ड डलर, 850 न्युजिल्यान्ड डलर भिजा फी छ। त्यो दिनको रेट अनुसार अथवा त्यो टाइमको रेट अनुसार हाम्रो 50 to 70,000 को अराउन्ड रेन्जमा आउन जान्छ। त्यसपछि अरू खर्च वार्ड डकुमेन्ट्स जुन वार्ड अनुसार भेराइ गर्छ, यो खालको सामान्य खर्च मात्रै हामीलाई आउँछ न्युजिल्यान्ड अप्लाई गर्दाखेरि। अब यसको मेजर खर्च जुन फीको छ त्यसको लागि चाहिँ सबै अप्लाई गर्ने एप्लिकेन्ट्सको लागि न्युजिल्यान्डले के सहुलियत दिएको छ त भन्दा आफ्टर भिजा यु क्यान पे द फी। त्योभन्दा अगाडि हाम्रो जुन यो मेजर खर्च छ त्यो खर्चै गर्नु पर्दैन न्युजिल्यान्डमा। सो यो थियो न्युजिल्यान्डको खर्चको ब्रेकडाउन कि तपाईँ न्युजिल्यान्ड अप्लाई गर्दै हुनुहुन्छ भने के बुदामा कसरी खर्च हुन्छ त भनेर।